हेलो गाइज, हामी चाहिँ ट्याक्क लाएर अब गर्जुरा रेसुङ्गा अनि सीताराम मन्दिर ट्याक्क घुम्न जाँदैछौँ हामी। विवेक, सरोज अनि म तीनजना भएर अब सारेर घुम्न जाँदैछौँ गाइजहरू। हाम्रो अब भ्लगमा स्वागत छ हजुरलाई सबजनालाई। अब हामी चाहिँ ट्याक्क भुस्का त निक्ल्यो नि, भुस्काबाट नेटा आउँदै तमास हुँदै अब गर्जुरातिर लाग्दैछौँ गाइजहरू होइन। अब हेर्दै जानुहोस् कस्तो हुन्छ, बाटो यस्तै छ है, खडाङखुडुङ। ल है साथी हो, हामी चाहिँ अब नेटाबाट उता लागिसकेको छौँ। अब कुरापानी हुँदै जाने हो। बाटो चाहिँ यता ठिक छ, बिजुवारीहरू चाहिँ राम्रै छ। ल गाइस, हामी चाहिँ ट्याक्क कुरापानी आएर धुलै धुलो भइयो यहाँ। धुलो खाउन मोरिस गर त्यो त अलिअलि के ल, ठिक छ ल। ल गाइजहरू, हामी चाहिँ ट्याक्क अब तमघासको बजार आइसकेका छौँ। आज तमघास फेरि सुनसान रहेछ कि आज पिआइछ पनि। गाइजहरू, हामी चाहिँ ट्याक्क यहाँ गर्जुरा पार्क आइसकेका छौँ। हामी यता हेर ट्याक्क लाएर है। हामी चाहिँ अब टिकट काट्न जान्छौँ गर्जुरा रेसुङ्गा पार्क। ल गाइजहरू है, अनि अब यसो घुमघाम गरेर फेरि यहाँ सीताराम मन्दिरसम्मको यात्रा छ हाम्रो। भन्नु छैन सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भन्नु छैन सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गर्नु होला हाम्रो युट्युब च्यानलमा। अनि किन अहिले सकिन्छ, खासै ढङ्ग त छैन, त्यही नि अलिअलि हो, नयाँ खोलेको बोल्न त ठिकै अलिअलि रातै हुँदै। ल गाइजहरू, ल ए देखाएर मन भरे हाम्रो केटाहरू चाहिँ पुरै तरिकाले हाने आगो तरिकाले फेरि कहाँ जाने हो भन्ने कुरो हो।
यहाँ चाहिँ यस्तो चरो रहेछ होइन राख्ने भाडा हो ए यो फोहोर राख्ने भाडा रहेछ है ल ट्याक्क हामी 3टा टिकट काटेर आएका हौँ फेरि फ्रीमा आउन पाइन्छ गाइजहरू होइन 50 टिकट काटेर आएका हौँ हामी फेरि घुम्तीमा बट्टा गरिदिन्छ छैन डर लाग्थ्यो घुम्ती अस्ति एउटा काट्छ छैन मैले अझै घुम्ती काट्ने भने लागेन है त्यसैलाई घक्रक्क घुम्छ क्या ल है गाइजहरू हामी चाहिँ ट्याक्क लाएर गर्छु र पार्क बहुत थकिला होइन अब ए गाइजहरू देख्न सक्नुहुन्छ पान्डा भन्ने यसलाई भन्छ है ट्याक्क हाम्रो गिटारको फेरि पुरै यस्तो पान्डा बोकेर हिँड्छन् क्या यस्तो यस्तो पान्डा भन्छन् नाटकले के हो यो पान्डामा ट्याक्क हाम्रो गिटारको फेरि पुरै यस्तो पान्डा बोकेर हिँड्छन् क्या यस्तो यस्तो पान्डा भन्छन् नाटकले के हो यो पान्डामा पान्डा भन्छन् के हो यो पान्डामा ल गाइजहरू होइन ट्याक्कै गर्जुराको भ्यू हेर्न सक्नुहुन्छ होइन फेरि हामी चाहिँ पुरै पानी पर्न लाग्यो भयो अब उत्तिन जानुपर्ने भयो गाइजहरू होइन पानी फेरि परो कि ट्याक्क हेर्नु चाहिँ ए पानी भरेर विपत्ता हुन लाग्यो अब पानी परेछ हाम्रो ल गाई चाहिँ हामी चाहिँ अब ट्याक्कै गर्जुराबाट घुमघाम गरेर अब सीताराम मन्दिरतिर है हामी 3जना छौँ 3जना आएकी थियौँ होइन हामी 3जना छौँ अब ट्याक्क लाएर हामी अब गर्जुरा पार्कबाट सीताराम मन्दिरतिर है पानीले च्यालेन्ज गर्थ्यो अझ फेरि बिचमा रोजिनी हो कि पत्तै छैन है चाँडो ताते हाम्रो मिनी ब्लगमा हजुरलाई स्वागत छ सबजनालाई अनि माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है सब्सक्राइब पुगेन 1K पुऱ्याइदिनुहोस् है गाइजहरू भन्दा पहिले ए ल है हामी चाहिँ गर्जुराको गेटबाट रेस्टुरेन्टका पार्कको गेटबाट हामी ओह्रालो लगाइसकेका छौँ ल है गाइजहरू पानी ए ल है हामी चाहिँ बाइकतर्फ लागिसकेका छौँ सताहाल बाइक तर पानी ठुलो आउन लाग्यो के गाह्रो छ गिटा यस्तो हामी चाहिँ ट्याक्कै नास्ता मोमो खान्न मोमो ल्याउनु नै त्यो ल्याऊ गाइजहरू होइन हामी चाहिँ गर्जुरा पार्कको होटलमा आएका छौँ नास्ता सास्ता खान यहाँ पानी आएर अब तिनीहरू पऱ्यो होइन के भनिस् कसले अब चाहिँ हामी गर्जुरा पार्कको होटलमा नास्ता खाएर हामी सीताराम मन्दिरतर्फ जाँदैछौँ यो गाइजहरू बाटो त 1 नम्बर छ पिजेपी जब रोड अलि गाह्रो पर्थ्यो पानी आएको होइन
ओए फोन बाबाको कौन जा रहे जानी है ना पति आएको ल हामी चाहिँ ट्याक्क लाएर अब सीताराम मन्दिर अब लागिसकेका छौँ। हामी सीताराम मन्दिरको नजिकै छौँ गाइजहरु हैन, हेर्दै गर्नु होला। लगाइ चाहिँ हामी चाहिँ टक्कै सीताराम मन्दिरमा आइसकेका छौँ। अब यहाँ सीताराम मन्दिरमा टक्कै दर्शन गर्न है। यहाँ चाहिँ यस्तो यहाँ यो रहेछ होइन। ल गाइजहरु हामी हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ गाइजहरु है सीताराम मन्दिर होइन। जय सीताराम मन्दिर है। हजुर यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो यो के हो यो यहाँ चाहिँ हामी अब ट्याक्क अब जुत्ता सुत्ता खोलेर मन्दिरको दर्शन गर्न लागिसक्यौँ। गाइजहरु सीताराम मन्दिर भन्ने नाम मात्रै सुनेको थियौँ, पहिलोचोटि म आएको होइन। गाइजहरु अब भ्यू त खतरा हुने रहेछ कि यहाँ चाहिँ ठाउँ चाहिँ बबाल रहेछ के।
पुरै यहाँको भ्यू पनि कडा हुने कि पुरै यो तमासतिरको। अनि यहाँ चाहिँ यस्तो ल हजुर ल हेर्न सक्नुहुन्छ है तपाईँहरूले नि। अनि पुरै है ल गाइस हामी चाहिँ तलतिर आइछ कि हजुर हामी चाहिँ हेर्नुहोस् पुरै यहाँ चाहिँ बबाल गाजरी सीताराम मन्दिर नि आइयो रेसुङ्गा नगरपालिका हैन। यहाँको भ्यू हेर्न सक्नुहुन्छ गाइज ल सरर लगाए चाहिँ हामी चाहिँ टक्कै सीताराम मन्दिरदेखि अब घरतिर फर्किन लागेका छौँ होइन। अब ठिक छ अब भिडियो काम चाहिँ राम्रै हुन्छ ठिकै छ। अब सबजनाले मन पराइदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु है। मेन कुरो सब्सक्राइब लाइक कमेन्ट चाहिँ गर्नु नभुल्नु है। ल केटा ल ओइ ल गाइजहरू हामी चाहिँ अब सीताराम मन्दिरको दर्शन गरेर घरतिर फर्किन लागेका छौँ। अब हामी ट्याक्कै सीताराम मन्दिरबाट ओह्रालो झरिसकेका छौँ र भिडियो मन परेको भए लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै भिडियो अन्त्य गर्न चाहन्छु।